हेलो साथीहरू, नमस्ते। आज हामी खरिदार प्रथम पत्रको मा आउन सक्ने महत्त्वपूर्ण प्रश्नहरू, नेपालको भूगोल सम्बन्धी महत्त्वपूर्ण प्रश्नहरू के गर्ने छलफल गर्नेछौँ साथीहरू है। छलफल गर्नेछौँ साथीहरू। ल, अब नेपालको भूगोल सम्बन्धी प्रश्नहरू छलफल गर्नेछौँ। तीमध्ये मैले केही प्रश्नहरू, एकदम महत्त्वपूर्ण प्रश्नहरू तयार पारेको छु साथीहरू। तीलाई हेरौँ साथीहरू है। अब प्रश्न नम्बर 1 मा छ साथीहरू, सेती नदीको उद्गम स्थल कहाँ हो भन्ने प्रश्न छ साथीहरू। ल भन्नुहोस् त साथीहरू, तपाईँहरू गेस गर्नु साथीहरू, यसको चाहिँ कहाँ होला, यसको सही उत्तर के होला भनेर चाहिँ तपाईँहरू गेस गर्नु साथीहरू है। तपाईँहरू गेस गर्नु साथीहरू। ल, अब म भन्छु साथीहरू, यसको सही उत्तर रहेको छ साथीहरू यो शैवाली हिमाल साथीहरू है। यो शैवाली हिमाल, यो शैवाली हिमाल चाहिँ के हो त, सेती नदीको उद्गम स्थल हो साथीहरू है। अब दोस्रो अप्सनमा के छ साथीहरू, दोस्रो अप्सनमा के छ त, यो तिब्बत छ। यो तिब्बत साथीहरू है। यो तिब्बत साथीहरू, यो तिब्बतबाट चाहिँ मुहान, तिब्बतमा मुहान भएका साथीहरू, मुहान भएका नदीहरू साथीहरू, यसमा चाहिँ कर्णाली र तामाकोसी नदी चाहिँ यो तिब्बतबाट भएर आउँछन्। योबाट के हो साथीहरू, योबाट लेख्ने हुँदैन, कर्णाली। ल मैले यहाँनिर लेखेँ कर्णाली र तामाकोसी साथीहरू है। कर्णाली तामाकोसी, यो कर्णाली। ल, कर्णाली भन्ने बुझ्नु होला तपाईँ। ल, यो बुद्ध हिमालबाट साथीहरू, यो बुद्ध हिमालमा मुहान हुने चाहिँ नदीहरू चाहिँ के हुन् त, नदी चाहिँ बुद्ध हिमालबाट चाहिँ बुद्ध हिमालमा चाहिँ उद्गम स्थल भएका नदी साथीहरू, यो चाहिँ दरौदी नदी है साथीहरू। योबाट ल, यसको चाहिँ यहाँ लेख्दै मैले दरौदी नदी साथीहरू। यो चाहिँ यो चाहिँ दरौदी, तपाईँहरू बुझ्नु होला है साथीहरू है। दरौदी नदी। ल, यहाँ चाहिँ मैले दरौदी लेखिदिएँ। ल ठिक छ। अब यो छ साथीहरू। अब यो छ साथीहरू। अब यो पछि तल के छ, अब रोलमालिङ छ साथीहरू। रोलमालिङ चाहिँ कुन नदीको उद्गम स्थल हो त भनेपछि साथीहरू, यसको चाहिँ साथीहरू के हो भनेपछि, यसको उद्गम स्थल चाहिँ लिखु नदीको साथीहरू है। यो चाहिँ लिखु नदीको के हो त, उद्गम स्थल हो। यसको उद्गम स्थल के हो साथीहरू, लिखु नदी हो। ल, लिखु लेखिदिन्छु साथीहरू है। यहाँनिर म तपाईँहरू बुझ्नु होला साथीहरू, लिखु नदी। ल ल, लिखु। यो अलि लेख्न यो राम्रो हुँदैन साथीहरू, यो लेखिँदा लेखिँदैन। तपाईँहरू बुझ्नु होला साथीहरू है त, तपाईँहरू बुझ्नु होला। ल, अब आउँछ साथीहरू अर्को प्रश्नमा जाउँ है त साथीहरू हामीहरू है। अर्को प्रश्नमा जाउँ है साथीहरू। ल, अर्को प्रश्नमा जाउँ। अर्को प्रश्न छ साथीहरू, धरातलको हिसाबले नेपाललाई कति भागमा विभाजन गर्न सकिन्छ भन्ने प्रश्न रहेको छ साथीहरू। ल, धरातलको हिसाबले नेपाललाई कति भागमा विभाजन गरिन्छ साथीहरू। ल, तपाईँहरू गेस गर्नु त साथीहरू है। तपाईँहरू गेस गर्नु साथीहरू, धरातलको हिसाबमा चाहिँ कति भागमा चाहिँ विभाजन गर्न सकिन्छ। ल, गेस गर्नुभयो साथीहरू, कमेन्ट गर्नु होला साथीहरू है। भिडियोमा ल कमेन्ट गर्नु होला। यसको सही उत्तर छ म भनिदिन्छु साथीहरू, यसको चाहिँ 3 भागमा साथीहरू। धरातलको हिसाबले भने चाहिँ भौगोलिक हिसाबले भनेको हो साथीहरू है। नेपालको चाहिँ भौगोलिक हिसाबले कति भागमा विभाजन गरेको साथीहरू छ त 3 भागमा। यो चाहिँ यहाँनिर लेख्दै मैले, एउटा चाहिँ हिमाल। ल, यहाँनिर लेखिदिन्छु साथीहरू, हिमाल। ल, तपाईँहरू बुझ्नु होला साथीहरू, हिमाल, पहाड, तराई गरी कति भागमा बाँडिएको छ साथीहरू, 3 भागमा बाँडिएको छ। ल, बुझ्नुभयो नि साथीहरू, यो त बुझ्नुभयो नि। ल, अब त्यसो भए हामी अर्को प्रश्नमा जाउँ त है त साथीहरू। अर्को प्रश्नमा जाउँ। ल, पहाडी प्रदेशमा कतिवटा जिल्ला रहेका छन्। अप्सनमा रहेको छ साथीहरू, अप्सनमा रहेको कतिवटा छन्। ल, 21वटा, 35वटा, यता तल आएछ साथीहरू है 18वटा। ल, 35वटा, 21वटा, 18वटा मध्येमा कतिवटा जिल्ला छन् त साथीहरू पहाडी प्रदेशमा। ल, गेस गर्नु हो साथीहरू। ल, कमेन्ट पनि गर्नु है साथीहरू। ल, यसमा भनिदिन्छु, यसको सही उत्तर हो साथीहरू 35वटा साथीहरू है, 35वटा। ल, हिमाल र पहाडमा कति, हिमालमा 21वटा साथीहरू, हिमाली प्रदेशमा कति छन् त, हिमाली प्रदेशमा 21वटा है। हिमाली र तराई प्रदेशमा 21वटा छन् है, हिमाली। ल, हिमालीमा कतिवटा साथीहरू, यो चाहिँ 21वटा है, हिमाली भयो। ल, यो चाहिँ 21वटा। ल, 21वटा। अनि पहाडीमा कति छन् त साथीहरू, पहाडीमा चाहिँ 35वटा साथीहरू है। हिमालीमा र तराईमा कति, 21। ल, तराईमा पनि 21 है साथीहरू। ल,
तर हामी पनि यो 21 ल साथीहरू ल 21 बुझ्नु होला साथीहरू है कमेन्ट गर्नु होला ल साथीहरू यो पहिलेको मेरो युट्युब च्यानल के भएर बिग्रियो साथीहरू है त्यही भएर चाहिँ यो मेरो नयाँ युट्युब च्यानल हो साथीहरू सबैले सब्सक्राइब गर्नु होला साथीहरू है सबै जोडिदिनु होला ल ल अर्को प्रश्न छ ल अर्को 4 नम्बर प्रश्नमा छ साथीहरू गोही पाइने नेपालको प्रमुख नदी कुन हो अप्सनमा 3वटा छ साथीहरू यहाँ चाहिँ अलिकति छुटेर हो लोकसेवा आयोगले चाहिँ आधिकारिक रूपमा चाहिँ 4वटा अप्सन राखेको छ साथीहरू अब आउने भिडियोमा 4वटा अप्सनहरू हुन्छन् योमा अलिकति के बिग्रेको प्राविधिक मिस्टेकले गर्दा 3वटा भएछ साथीहरू ल यहीमा भए पनि गरौँ केही छैन है त साथीहरू ल गोही पाइने नेपालको प्रमुख नदी कुन हो अप्सनमा छ बबई कर्णाली कालीगण्डकी ल भन्नुहोस् त साथीहरू कमेन्ट गर्नुहोस् त साथीहरू तपाईँहरू ल कुन चाहिँ होला ल म भनिदिउँ त साथीहरू ल म भनिदिन्छु साथीहरू है ल यसको सही उत्तर हो यो बबई नदीमा के गर्छ त गोही पाइन्छ बबई नदीमा अब यो कर्णाली नदी छ साथीहरू कर्णाली नदी भनेको के हो साथी भनेपछि डल्फिन पाइने है डल्फिन पाइने नदी डल्फिन पाइने एकमात्र नदी यो चाहिँ के हो त कर्णाली नदी ल यहाँनिर लेखिदिन्छु साथीहरू है मैले यहाँनिर लेखिदिन्छु यसरी ल डल्फिन पाइने है यहाँ चाहिँ डल्फिन पाइने नदी अब कालीगण्डीमा के पाइन्छ साथी भनेपछि यो कालीगण्डीमा त विशेष गरी के पाइन्छ भने चाहिँ शालिग्राम है साथीहरू शालिग्रामलाई यहाँनिर लेखिदिन्छु मैले शालिग्राम ल तपाईँहरू बुझ्नु होला साथीहरू है तपाईँहरू बुझ्नु होला यो चाहिँ लेख्ने चाहिँ खासै भएको छैन म यत्तिकै तपाईँहरूले अलिकति बुझ्नु होला भनेर लेखिरहेको छु ल शालिग्राम यो के भयो ल बुझ्नुभयो साथीहरू ल गोही पाइने प्रमुख नदी नेपालको कुन हो त बबई हो है त साथीहरू ल बुझेको भए म चाहिँ तलकोमा जान्छु ल ल अर्को छ 5 नम्बर क्वेसन छ साथीहरू रानी महल कुन जिल्लामा अवस्थित छ साथीहरू ल भन्नुहोस् त तपाईँहरू ल कमेन्ट गर्नुहोस् कुनमा छ साथीहरू कमेन्ट गर्नु त ल ल म भन्नु त साथीहरू ल अब म भनिदिन्छु यो चाहिँ रानी महल चाहिँ पाल्पामा छ साथीहरू है यो चाहिँ पाल्पामा छ ल अब जनकपुरमा के छ साथीहरू पाल्पामा रानी महल छ पाल्पामा रानी महल जनकपुरमा के छ साथीहरू योको सही उत्तर हुन्छ पाल्पा है साथीहरू ल जनकपुरमा के छ त साथीहरू ल जनकपुरमा तपाईँले थाहा जनकपुर भन्ने बित्तिकै के सम्झिने साथीहरू जानकी मन्दिर भन्ने सम्झिने जानकी मन्दिर ल यहाँनिर लेखिदिन्छु जानकी मन्दिर है साथीहरू मन्दिर ल जानकी मन्दिर ल अब सुर्खेतमा के छ साथीहरू ल सुर्खेतमा के छ त एकदम फेमस हुने चाहिँ त्यहाँ चाहिँ के छ त्यहाँ चाहिँ काँक्रे बिहार छ है साथीहरू काँक्रे बिहार मन्दिर छ त्यहाँ चाहिँ काँक्रे बिहारलाई म यहाँनिर लेखिदिन्छु साथीहरू है काँक्रे बिहार कहाँ छ त त्यो सुर्खेतमा छ हो यसरी सम्झिनुपर्छ है साथीहरू ल एउटा पढ्दाखेरि चाहिँ सबै होस् कि यो अप्सनहरू चाहिँ एउटा एक्लै पढेर काम छैन यो त अर्को पनि आउन सक्छ अब यो पर्सन मात्रै पढेर त हुँदैन साथीहरू है ल अर्को पर्सनमा जाउँ हामी नेपालको पूर्व पश्चिम औसत लम्बाइ कति रहेको छ भन्ने के छ त यहाँ प्रश्न रहेको छ अप्सनमा छ साथीहरू 193 किलोमिटर अर्को छ 32 किलोमिटर अर्को छ 850 किलोमिटर ल साथीहरू भन्नुहोस् त यसको सही उत्तर के होला साथीहरू ल भन्नुहोस् त कमेन्ट गर्नु है साथीहरू भिडियोमा कमेन्ट गर्नु ल सब्सक्राइब गर्नु होला यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो सब्सक्राइब गर्नु होला है ताकि बेल लाइक त्यो आइकनलाई पनि प्रेस गर्नु होला साथीहरू ताकि मैले बनाएको भिडियो तपाईँहरू माझ फर्स्टमा आइपुगोस् भनेर है ल यो चाहिँ मैले चाहिँ उत्तर भन्दै साथीहरू नेपालको पूर्व पश्चिम औसत लम्बाइ छ साथीहरू यसको चाहिँ 885 किलोमिटर ल 885 किलोमिटर यो 32 किलोमिटर भनेको के हो त साथीहरू यो 32 किलोमिटर भनेको साथीहरू के हो भनेपछि यो 32 किलोमिटर भनेपछि यो नेपालदेखि भुटानसम्मको दूरी हो है साथीहरू यो चाहिँ ल यहाँ नै लेखिदिन्छु मैले भुटानसम्मको दूरी ल भुटानसम्मको दूरी भुटान भयो है ल सम्मको दूरी ल भुटानसम्मको दूरी ल साथीहरू भयो होइन अब 193 किलोमिटर यो भनेको के हो भने साथीहरू यो भनेको के हो भनेपछि नेपालको उत्तर दक्षिण चौडाइ है साथीहरू यो चाहिँ नेपालको बुझ्नु होला साथीहरू तपाईँ है म त यो लेख्ने भइरहेको छैन नेपालको उत्तर दक्षिण चौडाइ ल उत्तर
नेपालको उत्तर दक्षिण चौडाइ। ल ल दक्षिण, ल उत्तर दक्षिण चौडाइ, चौडाइ। ल बुझ्नुभयो नि साथी? ल मजाले चाहिँ किताब कापी चाहिँ अगाडि राख्ने, मजाले यिनी टिप्ने है। मजाले नपढेर चाहिँ हुँदैन है साथीहरू, नपढेर चाहिँ एकदम हुँदैन। मजाले पढ्नुपर्छ, खाइन्छ। ल सुदूरपश्चिमको भ्याकेन्सी पनि खुल्या छ साथीहरू, भर्नुभयो कि नै? छिटो भर्नु होला ल अब। ल अर्को प्रश्नमा जाउँ साथीहरू। चोयो कुन हिमश्रृङ्खलामा पर्छ? चोयो हिमाल कुन हिमश्रृङ्खलामा पर्छ? ल महालङ्गुर हिमश्रृङ्खलामा के पर्छ त? महालङ्गुर हिमश्रृङ्खलामा के पर्छ भनेपछि यो महालङ्गुर हिमश्रृङ्खलामा चोयो हिमाल चाहिँ यो चाहिँ महालङ्गुर हिमश्रृङ्खलामा पर्छ। चोयो हिमाल चाहिँ महालङ्गुर हिमश्रृङ्खलामा पर्छ है साथीहरू। ल अब अन्नपूर्णमा के पर्छ त साथीहरू है? अन्नपूर्णमा कुन कुन हिमाल पर्छन् भनेपछि योमा चाहिँ अन्नपूर्ण, माछापुच्छ्रे होइन, गङ्गापूर्ण हिमालहरू कहाँ पर्छन् त? ल अन्नपूर्ण भन्ने बित्तिकै अन्नपूर्ण हिमाल भन्ने सम्झिने। ल अन्नपूर्ण हिमाल है। मनासलुमा के पर्छ? अब मनासलु भन्ने बित्तिकै सिधै मनासलुको आइ नै हाल्यो। ल मनासलु, ल यहाँ चाहिँ मनासलु पर्छ है त साथीहरू। ल यहाँ चाहिँ मनासलु पर्छ। ल यसलाई फालिदिन्छु मैले, यसलाई फालिदिन्छु साथीहरू है। ल अब यो चाहिँ कहाँ भयो त? यो चाहिँ महालङ्गुर। ल महालङ्गुर हिमश्रृङ्खलामा के पर्छ? चोयो हिमाल पर्छ भन्ने तपाईँले बुझ्नु पर्यो। ल अर्को प्रश्नमा जाउँ साथीहरू है। ल मेची नदीलाई भारतमा के भनिन्छ? ल साथीहरू ल भन्नु त, मेची नदीलाई भारतमा के भनिन्छ? ल साथीहरू ल अब अप्सनमा रहेको छ घागरा, महानन्दा, गण्डक भनेको छ। ल साथीहरू ल के भनिन्छ? ल कमेन्ट गर्नु साथीहरू है, कमेन्ट गर्नु। ल कमेन्ट गर्नु त। ल अब म भनिदिन्छु साथीहरू है। ल मेची नदीलाई भारतमा पुगेपछि के भनिन्छ भनेपछि है साथीहरू यो चाहिँ महानन्दा भनिन्छ, महानन्दा भनिन्छ। अब घागरा कुन नदीलाई भनिन्छ? ल अर्को अप्सन रहेछ घागरा। घागरा चाहिँ कुन नदीलाई भनिन्छ त साथी? यसलाई चाहिँ कर्णाली नदीलाई भनिन्छ साथीहरू है। यो चाहिँ कर्णाली नदीलाई, घागरा भारतमा पुगेपछि कर्णालीलाई भनिन्छ साथीहरू है, कर्णालीलाई भनिन्छ। ल बुझ्नु होला। अब यहाँ त लेख्ने यस्तै भयो। अब यो हेर्नु साथी, यो गण्डक छ साथीहरू है। यो गण्डक चाहिँ गण्डकी नदीलाई चाहिँ गण्डक भनेर सम्झिनु होला। ल यो चाहिँ गण्डक चाहिँ गण्डकी नदीलाई है साथीहरू। ल गण्डकी नदीलाई ल बुझ्नुभयो साथी? ल गण्डक चाहिँ गण्डकी नदीलाई, महानन्दा चाहिँ मेचीलाई भनिन्छ साथीहरू भारतमा पुगेपछि, कर्णालीलाई चाहिँ के भनिन्छ साथीहरू? घागरा भनेर भनिने रहेछ। ल साथीहरू है। ल अर्को प्रश्न छ 9मा। दिप्रुङ झरना कुन जिल्लामा पर्छ साथीहरू है? दिप्रुङ झरना कुन जिल्लामा पर्छ? अर्को अप्सनहरू छ क पर्वत, ख म्याग्दी, ग कालीकोट है साथीहरू। ल यो चाहिँ कुन जिल्लामा कुन झरना पर्छ भन्ने भयो। ल अब दिप्रुङ झरना कहाँ पर्छ त साथीहरू? यो चाहिँ यसको सही उत्तर हो साथीहरू। कमेन्ट गर्नु है। ल कमेन्ट गर्नु। ल म भनिदिएँ साथीहरू, यो चाहिँ क है पर्वत जिल्लामा पर्छ साथीहरू है। दिप्रुङ झरना चाहिँ पर्वत जिल्लामा पर्छ। ल अब साथीहरू यो हेर्नु त, यो म्याग्दीमा कुन झरना पर्छ त है साथीहरू? अब यो म्याग्दीमा कुन झरना छ साथीहरू? योमा चाहिँ रूपसे झरना पर्छ है साथीहरू। ल नभुल्ने फेरि ट्याक्क कापी कलम लिएर अगाडि लेख्नु होला साथीहरू है। खानुपर्छ जागिर चाहिँ खानुपर्छ, मजाले खानुपर्छ, ट्याक्क बराएर चाहिँ कोट प्यान्ट लगाएर हिँड्ने हो नि त साथीहरू होइन। ल कालीकोटमा कुन पर्छ त साथीहरू? कालीकोटमा चाहिँ पाँजल झर्ना पर्छ है। ल कापी कलम ट्याक्क अगाडि लेख्नु होला पाँचल। ल लेख्ने भइराखेन। ल साथीहरू यो 9 नम्बरको बुझ्नुभयो। ल अर्को प्रश्नमा जाउँ है त साथीहरू है। अर्को छ साथीहरू प्रश्न नम्बर 10मा चाहिँ लामटाङ राष्ट्रिय निकुञ्ज के का लागि प्रसिद्ध छ?
साथीहरू? एक सिंह गैंडाको लागि हो कि हाब्रेको लागि हो कि? ओहो, यहाँनिर हाब्रे हुनु पर्यो है साथीहरू, हाब्रे हुनुपर्ने। ल, हाब्रे हुनुपर्ने हाब्रो भएछ। हाब्रेको लागि हो कि हिमचितुवाको लागि हो? ल साथीहरू, लामटाङ राष्ट्रिय निकुञ्ज, ल कमेन्ट गर्नु त के को लागि प्रसिद्ध छ? ल म भनिदिएँ साथीहरू है, यसको सही उत्तर हो साथीहरू यो हाब्रे है, ख, हाब्रेका लागि। एक सिंह गैंडा कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ त? यो एकदम प्रख्यात छ, यो चाहिँ चितवन राष्ट्रिय निकुञ्ज है। चितवन राष्ट्रिय निकुञ्ज चाहिँ एक सिंह गैंडाको लागि चाहिँ के छ? प्रसिद्ध छ। ल, चितवन। ल, हिमचितुवा, हिमचितुवा चाहिँ कुन राष्ट्रिय निकुञ्जको प्रसिद्ध छ राष्ट्रिय निकुञ्जमा? यो चाहिँ हो साथीहरू सेफोक्सुन्डो है, यो चाहिँ सेफोक्सुन्डो। ल, सेफोक्सुन्डो। मैले यो लेख्ने हुँदैन साथीहरू, त्यही पनि तपाईँहरू बुझ्नु होला भनेर। फोक्सुन्डो। ल, यहाँनिर लेखिदिन्छु। ल, बुझ्नुभयो नि साथीहरू है, ट्याक्क सेफोक्सुन्डो। ल, भयो। अब अर्को छ साथीहरू, अर्को प्रश्न रहेको छ साथीहरू, नेपालको ठुलीबेरी नदी कुन जिल्लाको सिमाना भई बगेको छ? हेर्नु त साथीहरू। ल, अप्सनमा रहेको छ सल्यान र प्युठान, डोल्पा र जुम्ला, जाजरकोट र रुकुम पश्चिम है। यो तीनवटा अप्सनहरू छ, यिनका सबैका भन्छु साथीहरू म। ल, यो चाहिँ कुन, यो चाहिँ ठुलीबेरी नदी चाहिँ यो चाहिँ यसको सही उत्तर के हो कमेन्ट गर्ने होला साथीहरू। म भनिदिएँ साथीहरू है। ल, जाजरकोट र रुकुम पश्चिमको सीमा छुट्याएर के बग्छ त? यो ठुलीबेरी नदी बग्छ है साथीहरू। ल, अब सल्यान र प्युठानको चाहिँ यो चाहिँ सीमाना भएर कुन नदी बग्छ त साथीहरू? यो चाहिँ शारदा नदी। ल, यो चाहिँ शारदा नदी, शारदा नदी, यो चाहिँ शारदा नदी। अर्को छ डोल्पा र जुम्लाको है। डोल्पा र जुम्ला भनेर चाहिँ खासै यो चाहिँ त्यति तथ्याङ्क भेटिँदैन है, त्यो गर्दाखेरि। तर यहाँको एउटा तिजार खोला छ साथीहरू, तिजार नदी पनि भन्ने गरिन्छ यसलाई। हो, तिजार नदी चाहिँ तिजार खोला लेखौँ है। तिजार खोला चाहिँ यो चाहिँ डोल्पा र जुम्लाको सिमाना भएर बग्छ है साथीहरू। ल, तिजार लेखौँ। ल, धेरै चाहिँ प्रश्नहरू चाहिँ यहाँ चाहिँ लोकसेवामा आएकै प्रश्नहरू समावेश भएका छन् है साथीहरू पहिला पनि। ल, तिजार। ल, यो प्रश्न पनि भयो साथीहरू। अब चाहिँ प्रश्न नम्बर 12मा जाउँ है त। 12को प्रश्न, तलका मध्ये नेपालमा रहेका कुन ताललाई कपिल ताल भनेर चिनिन्छ है? ल, विषजय ताललाई चिनिन्छ कि बुलबुले ताललाई चिनिन्छ कि घोडाघोडी ताललाई चिनिन्छ साथीहरू है? ल, यसको सही उत्तर के हो कमेन्ट गर्नु होला साथीहरू है। ल, यो प्रश्न चाहिँ साथीहरू यो त 2080 सालको है, 2080 सालको चाहिँ यो चाहिँ खैदारको पहिलो पत्रमा आएको प्रश्न हो है। यो चाहिँ यसको सही उत्तर हो साथीहरू घोडाघोडी ताल है। घोडाघोडी ताललाई के भनिन्छ साथीहरू? यो चाहिँ कपिल ताल भनेर चिनिन्छ। ल, अर्को प्रश्नमा जाउँ है त साथीहरू। ल, प्रश्न नम्बर 13 है। ल, चक्रकार नदी भनेर कुन नदीलाई चिनिन्छ? ल, चक्रकार नदी भनेर कुन नदीलाई चिनिन्छ भनेर भनेको छ साथीहरू। ल, अप्सनमा छन्, तल छ अप्सन। ल, कालीगण्डकीलाई चिनिन्छ कि कर्णालीलाई चिनिन्छ कि कोशीलाई चिनिन्छ साथीहरू है। ल, अब यसको सही उत्तर कमेन्ट गर्नु होला साथीहरू। ल, तपाईँलाई पनि झ्याउन नलागोस् के भिडियोमा कमेन्ट गर्नु होला। ल, यसको सही उत्तर छ साथीहरू। ल, यो क को है साथीहरू। ल, कालीगण्डकी। कालीगण्डकीलाई चाहिँ के भनेर चिनिन्छ साथीहरू? यो चाहिँ चक्रकार नदी भनेर चिनिन्छ है। अर्को यो कर्णालीलाई अब कर्णाली नै भन्ने भइहाल्यो साथीहरू है। अर्को यो कोशी नदी छ साथीहरू, यो कोशी नदीलाई चाहिँ के भनिन्छ त? यो बिहारको दुःख पनि भनिन्छ है साथीहरू, बिहारको दुःख भनेर पनि चिनिन्छ। यो एकदम बर्खा मासा चाहिँ एकदम यो बिहारमा चाहिँ दुःख दिने भएकोले, एकदम सबलाई दुःख शास्ति दिने भएकोले यसलाई चाहिँ के भनिन्छ? बिहारको दुःख पनि भनिन्छ। ल, बिहारको दुःख। ल, लेखिदिए साथीहरू। ट्याक्क कापी कलम लिएर बस्नु अगाडि चाहिँ मैले जे भन्छु ट्याक्क टिपिहाल्नु, नत्र त आजै गर्नुभयो भने हो, न त भोलि त बिर्सिहाल्छ साथीहरू। भोलि गर्छु भन्ने हो भने चाहिँ त्यो चाहिँ काम हुँदैन। ल, अर्को प्रश्न नम्बर 14मा जाउँ साथीहरू। ल, कामिनी दह कुन जिल्लामा रहेको छ है साथीहरू? कामिनी जिल्लामा कुन कामिनी दह कुन जिल्लामा रहेको छ? अप्सनमा छ बारा, डडेलधुरा, सोलुखुम्बु। ल, सही उत्तर के हो साथीहरू कमेन्ट गर्नु त साथीहरू। ल, साथी कमेन्ट गर्नु है। ल, अब यसको सही उत्तर भनिदिन्छु साथीहरू म। ल, यसको चाहिँ सही उत्तर हो साथीहरू बारा है। यो चाहिँ बारा जिल्लामा के छ त? कामिनी दह छ। अब साथीहरू
ल यो डडेलधुरामा के छ त साथीहरू यो डडेलधुरामा चाहिँ के छ भनेपछि यो डडेलधुरामा के छ भनेपछि साथीहरू यहाँ चाहिँ यो चाहिँ आलीताल भनेर भन्छौँ है साथीहरू यो चाहिँ यहाँ चाहिँ आलीताल छ है साथीहरू ल ल अब यो आलीताल कहाँ छ भन्ने आयो भने अब डडेलधुरा भने तपाईँलाई थाहा हुन्छ नि त होइन ल ल अब सोलुखुम्बुमा कुन ताल छ त ल साथीहरू ल हो यो सोलुखुम्बुमा के छ भने चाहिँ यो चाहिँ जालिम पोखरी कहाँ छ त साथीहरू यो चाहिँ सोलुखुम्बुमा छ है त जालिम पोखरी ल बुझ्नु होला साथीहरू यहाँ लेख्ने त्यति भइरहेको छैन खास चाहिँ तै पनि मैले अब तपाईँहरूलाई सजिलो होला भनेर लेखिरहेको छु दुःख गरेर है यत्रो दुःख छ साथीहरू सब्सक्राइब चाहिँ गर्नु होला है साथीहरू पहिलेको युट्युब च्यानलमा मेरो सब्सक्राइब चाहिँ धेरै नै थियो त्यो चाहिँ के भएर यसो ह्याक गर्यो क्या कसले मेरो चाहिँ धेरै भएको देख्न नसकेर मेरो दुश्मनले है ल अब अर्को 15 नम्बरको प्रश्नमा जाउँ साथीहरू 15 नम्बरको प्रश्न गाई गोरुको खुरको आकारको ताल भनेर कुन ताललाई भएछ है साथीहरू कुन ताललाई हुनुपर्ने यो चाहिँ दुःख माफ गरिदिनु होला यो अलिकता प्राविधिक गडबड भयो भने यस्तो हुन्छ ल अब अप्सनमा छ साथीहरू फोक्सोन्डो ताल रारा ताल घोडाघोडी ताल है साथीहरू ल यसको सही उत्तर के हो कमेन्ट गर्नु त साथीहरू ल त कमेन्ट गर्नु साथीहरू यसको सही उत्तर हो साथीहरू म भनिदिएँ अब यसको सही उत्तर हो साथीहरू रारा ताल है रारा ताललाई चाहिँ गाई गोरुको खुर आकारको ताल भनेर चिनिन्छ ल अब फोक्सोन्डो ताललाई के भनेर चिनिन्छ तपाईँलाई त्यो त थाहै होला अब थाहा नभएकालाई ठिकै छ म भनिदिन्छु है साथीहरू ल यो चाहिँ वाइ आकारको ताल है वाइ आकारको इङ्ग्लिस अल्फाबेट वाइ आकारको ल वाइ आकारको अब यो घोडाघोडी ताल छ साथीहरू यो घोडाघोडी ताललाई के भनिन्छ त साथीहरू हत्केला आकारको ताल है साथीहरू हत्केला यो मानिसको हत्केला ल मानिसको हत्केला आकारको ताल भनेर केलाई चिनिन्छ त यो घोडाघोडी ताललाई ल तपाईँहरू बुझ्नु होला ल अर्को छ साथीहरू प्रश्न नम्बर 16 को ल प्रश्न मजाले हेरौँ कस्तो छ साथीहरू ल हेरौँ त नेपालको सबैभन्दा ठुलो तामा खानी दुईटा त्यो भएछ साथीहरू दुईटा कहाँ भएछ साथीहरू सरी है यो चाहिँ अलिकता यो चाहिँ यो कलाई हटाउनु होला है त यो कलाई हटाउनु होला कहाँ रहेको छ प्रश्न यसको अप्सनहरुमा चाहिँ प्रश्न त्यस्तो छ साथीहरू अब यसको अप्सन चाहिँ यहाँ छ कमा छ बुद्ध खोला गोदावरी ग थाक खोला मुस्ताङ छ है साथीहरू अब यसको सही उत्तर के हो त साथीहरू ल कमेन्ट गर्नु त कहाँ रहेको छ साथीहरू ल म भनिदिन्छु साथीहरुलाई गर्नुभयो साथीहरू कमेन्ट ल अब म भनिदिन्छु है यसको सही उत्तर हो साथीहरू यो क को बुद्ध खोलामा नेपालको यो बुद्ध खोला भन्ने ठाउँमा चाहिँ के छ त तामाखानी सबैभन्दा ठुलो तामाखानी रहेको छ यो चाहिँ अब गोदावरीमा के छ साथीहरू ल यो गोदावरीमा के छ त साथीहरू ल गोदावरीमा के छ त यहाँ चाहिँ मार्बल है यो चाहिँ यहाँ चाहिँ मार्बल खानी छ है साथीहरू ल मार्बल खानी गोदावरीमा के छ त मार्बल खानी छ अब थाक खोलाको मुस्ताङमा के छ त्यो थाहा ल थाक खोलाको प्रसिद्ध तपाईलाई थाहा छ यो कबड्डी फिल्ममा पनि छ साथीहरु है कबड्डी फिल्म थाक खोला मुस्ताङ भन्छ त्यहाँ चाहिँ साथीहरु के छ भने चाहिँ त्यहाँ चाहिँ नुन खानी छ है साथीहरु ल यहाँ चाहिँ नुन खानी ल नेपालमा नुन खानी कहाँ रहेको छ भन्ने पनि तपाईलाई थाहा हुन्छ नि त अब यो चाहिँ थाक खोलाको मुस्ताङमा छ त्यो सरले चाहिँ भिडियोमा भन्नुभएको थियो भन्ने तपाईलाई थाहा हुन्छ नि त साथीहरु ल साथीहरु सब्स्क्राइब गर्नु होला सब्स्क्राइब चाहिँ गर्नुपर्छ है बेल लाइक आइकनलाई पनि के गर्नु होला प्रेस गर्नु होला ल अब काठको अर्को प्रश्न नम्बर 17 मा जाउँ काठको ठेकीको लागि प्रख्यात जिल्ला कुन हो साथीहरु ल एकदम महत्त्वपूर्ण प्रश्न छ साथीहरु यो काठको ठेकीका लागि यो चाहिँ दुई चोटी चाहिँ खैदारको पहिलो पत्रमा आइसकेको छ साथीहरु है काठको ठेकीको लागि प्रख्यात जिल्ला कुन हो भएछ साथीहरु यहाँ छुटेछ है ल केही छैन मलाई माफ गरिदिनु होला साथीहरु ल कुन हो कुन ल बुझ्नु होला को यहाँ छँदैछ ल अब अप्सनमा छ मकवानपुर सल्यान बागलुङ है साथीहरु ल यसको सही उत्तर के हुन्छ तपाईहरु कमेन्ट गर्नु त साथीहरु कमेन्ट गर्नु ल म भनिदिन्छु साथीहरु है यो चाहिँ क को हुन्छ साथीहरु है यो चाहिँ मकवानपुर चाहिँ के छ त
काठको ठिकीको लागि एकदम प्रख्यात छ। प्रख्यात जिल्ला हो मकवानपुर चाहिँ है, मकवानपुर चाहिँ। अब सल्यान चाहिँ केको लागि हो त साथीहरू? सल्यान चाहिँ के को लागि प्रख्यात छ त? अदुवाको लागि है साथीहरू। ल अदुवा, अदुवा। अब बागलुङ के को लागि छ त साथीहरू? ल यो चाहिँ हुक्काको नलीको लागि के छ त? बागलुङ है। हुक्काको नलीको लागि के छ त? प्रख्यातको छ त यो बागलुङ छ साथीहरू है। हुक्काको, ल बुझ्नु होला तपाईँ, नली मैले भनि पनि राखेको छु, यसरी पनि भन्दा पनि बुझ्नुहुन्छ साथीहरू तपाईँ। ल नली, ल हुक्काको नलीको लागि के छ त? बागलुङ एकदम प्रख्यात छ। ल अर्को प्रश्न नम्बर 18 मा जाउँ साथीहरू। ल गणेश हिमालको उचाइ कति रहेको छ भन्ने रहेछ साथीहरू। यहाँ उचाइ को भए रहेछ साथीहरू है, उचाइ को भए रहेछ। त्यसैले गर्दा अब हामी त्यो गरौँ, यहाँ चाहिँ उचाइ को भए रहेछ, उचाइ कति रहेको छ भन्ने हुन्छ। यसलाई चाहिँ यसरी मेटिदिउँ, अहिले यो भिडियोमै बनाउन मिलेन है। उचाइ कति रहेको छ भन्ने भयो। ल यसको सही उत्तर के हुन्छ साथीहरू? कमेन्ट गर्नु त। ल कमेन्ट गर्नु साथीहरू, कति रहेको छ? अप्सनमा छ 8848.86 मिटर, अर्को छ 7136 मिटर, अर्को छ 7137 मिटर रहेको छ। यसको सही उत्तर कुन हो साथीहरू? ल कमेन्ट गर्नु साथीहरू। ल यसको सही उत्तर हो साथीहरू 7136 मिटर है साथीहरू। यसको सही उत्तर छ 7136 मिटर रहेको छ। यो चाहिँ 8800 तपाईँलाई थाहै छ, यो चाहिँ सगरमाथाको भइहाल्यो हो कि होइन साथीहरू? यो चाहिँ सगरमाथाको भइहाल्यो, यो चाहिँ सगरमाथा उचाइ भइहाल्यो। यो चाहिँ तलको 8137 साथीहरू। 8137 भनेको साथीहरू यो चाहिँ धौलागिरीको हो है साथीहरू। यो चाहिँ धौलागिरीको, ल धौलागिरी हिमालको उचाइ हो है साथीहरू, यो धौलागिरी। ल धौलागिरी। ल अर्को प्रश्नमा जाउँ साथीहरू है। त अब व्याख्या गर्ने त्यहाँ जति भएका जतिको म गरिदिन्छु साथीहरू। अब कतिपय त यहाँ नहुने प्रश्नहरू छन्, यहाँ धेरै जस्तो यो चाहिँ चौथोमा 5औँमा आएका प्रश्नहरू समावेश गरिएको छ साथीहरू। यो चाहिँ साथीहरू हेर्नु है, यो अर्को प्रश्न छ, से फोक्सोन्डो राष्ट्रिय निकुञ्ज स्थापना कहिले भएको हो साथीहरू है। यो चाहिँ 2078 को चौथोमा चाहिँ के गरेको थियो त? सोधेको प्रश्न हो है साथीहरू। ल से फोक्सोन्डो राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो? ल यसको सही उत्तर हो, ल कमेन्ट गर्नु साथीहरू, कहिले हो भएको? ल म भनिदिन्छु साथीहरू, यसको सही उत्तर हो साथीहरू 2040 सालमा है। 2040 मा चाहिँ से फोक्सोन्डो राष्ट्रिय निकुञ्जको स्थापना भएको हो। ल साथीहरू है। ल यो 2030 सालमा कुन राष्ट्रिय निकुञ्ज स्थापना भएको त साथीहरू? ल यो चाहिँ चितवन राष्ट्रिय निकुञ्ज है साथीहरू। चितवन, ल चितवन राष्ट्रिय निकुञ्ज के भएको त? स्थापना भएको हो। यो चाहिँ 2058 त साथीहरू के हो भनेपछि शिवपुरी नागार्जुन है साथीहरू। मजाले बुझ्नु होला, बुझ्नुभयो नि, बुझ्नुहुन्छ नि मजाले। ल शिवपुरी नागार्जुन। ल शिवपुरी मात्रै लेखेँ, नागार्जुन तपाईँ आफै थप्नु होला है त। ल अब अर्को प्रश्नमा जाउँ साथीहरू है त। 20 नम्बरको प्रश्न यस प्रकार रहेको छ, अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन कसले गर्छ है? ल अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन गर्न सक्छ कसले गर्छ? व्यवस्थापन कसले गर्छ? राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्छ कि ढोरपाटन सिकार भयो साथीहरू? यो शिर भएछ, यहाँ चाहिँ सिकार बनाऊ है साथीहरू। ल सिकार आरक्षले गर्छ कि कोशी टप्पू बन्य जन्तु आरक्षले? यो त गर्दैन नि त होइन साथीहरू। यसको सही उत्तर कमेन्ट गर्नु साथीहरू। ल यसको सही उत्तर हो राष्ट्रिय प्रकृति संरक्षण कोष। यो ढोरपाटन सिकार आरक्षको पनि यसैले गर्ने हो साथीहरू। यो आरक्षहरूको सबै यो संरक्षण क्षेत्रहरू चाहिँ सबैको व्यवस्थापन कसले गर्छ साथीहरू? राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्छ। ल साथीहरू अर्को 21 नम्बरको प्रश्नमा जाउँ साथीहरू है। ल नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर कुन ठाउँलाई चिनिन्छ? ल भरतपुर चितवन हो कि साथीहरू? दमौली तनहुँ हो कि साथीहरू? लुम्ले कास्की हो कि साथीहरू? यो गजुरी धादिङ हो। ल साथीहरू भन्नु त, यसको सही उत्तर कमेन्ट गर्नु साथीहरू है।
ल यसको सही उत्तर हो साथीहरू दमौली। यसको सही उत्तर यो चाहिँ यसको सही उत्तर हो साथीहरू लुम्ले कास्की। सरी साथीहरू लुम्ले कास्की चाहिँ यसको सही उत्तर हो। नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कहाँ हो त लुम्ले कास्की हो साथी है। यसको चाहिँ लुम्ले कास्की। ल अर्को प्रश्नमा जाउँ साथीहरू हामीहरू। हिमाल पारीका जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? ल साथीहरू ल भन्नु त हिमाल पारीका जिल्ला भनेर। यो चाहिँ हाम्रो बच्चैदेखि सोधेको प्रश्नहरू साथी यो त नजान्ने कुरै भएन। ल यसको चाहिँ मुगु र डोल्पा हो कि मुस्ताङ र मनाङ हो कि गोर्खा र रसुवा हो कि होइन साथीहरू? ल ल मुस्ताङ र डोल्पा हो यसको सही उत्तर छ साथीहरू। यसको सही उत्तर हो साथीहरू यो चाहिँ मुस्ताङ र मनाङ है। मनाङ र मुस्ताङ, मुस्ताङ र मनाङ जे भने पनि एउटै हो साथीहरू। ल अब अर्को प्रश्नमा जाउँ साथीहरू। ल प्रश्न नम्बर 23 चाङ्ला भन्ज्याङ कुन जिल्लामा पर्छ है साथीहरू? ल चाङ्ला भन्ज्याङ कुन जिल्लामा पर्छ? डोल्पामा पर्छ कि है हुम्लामा पर्छ कि जुम्लामा पर्छ कि सङ्खुवासभा? यो प्रश्न साथीहरू यो चाहिँ है 2079 को कोशीको चौथोमा सोधेको थियो साथीहरू है। ल यो चाहिँ एकदम महत्त्वपूर्ण हो। यो चाहिँ चाङ्ला भन्ज्याङ कुन जिल्लामा पर्छ? ल यो सही उत्तर कमेन्ट गर्नु साथी कहाँ पर्छ त यो? ल भनिदिन्छु है साथीहरू यो चाहिँ हुम्ला जिल्लामा पर्छ। ल यो चाहिँ हुम्ला जिल्लामा पर्छ है साथीहरू। यो चाहिँ हुम्ला जिल्लामा पर्छ। ल यो व्याख्या गर्ने अरू अप्सन भएको भरि चाहिँ मैले व्याख्या गरिदिएको छु साथीहरू है। यहाँ चाहिँ ल अब प्रश्न नम्बर 24 ल नेपालको प्रमाणिक समय हो साथीहरू सकय भएछ सरी है। ल समय ल नेपालको प्रमाणिक समय ग्रिनविच मानक समयभन्दा कति समय अन्तर हुने गरी निर्धारण गरिएको छ? ल भन्नु त साथीहरू। ल भन्नु त 5 घण्टा 45 मिनट अगाडि गरिएको छ कि 5 घण्टा 45 मिनट पछाडि गरिएको छ कि 5 घण्टा 15 मिनट अगाडि गरिएको छ कि है 5 घण्टा 15 मिनट पछाडि गरिएको छ साथीहरू? ल भन्नु त साथीहरू कुन छ? ल कमेन्ट गर्नु त साथीहरू गर्नु है। ल अब यसको सही उत्तर हो 5 घण्टा 45 मिनट अगाडि है साथीहरू। ल नेपालको प्रमाणिक समय ग्रिनविच मानक समयभन्दा 5 घण्टा 45 मिनट अगाडि अन्तर गरी निर्धारण गरिएको छ है साथीहरू। ल 5 घण्टा 45 मिनट नेपालको प्रमाणिक समय ग्रिनविच मानक समयभन्दा 5 घण्टा 45 मिनट अगाडि अन्तर हुने गरी के गरिएको छ त निर्धारण गरिएको छ। ल साथीहरू अब अर्को 25 नम्बरको प्रश्नमा जाउँ है त साथीहरू। 25 नम्बरको ल नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भएको हो है साथीहरू? ल नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भएको हो? ल यो नेपालको प्रमाणिक समय कहिलेदेखि लागू भएको हो? ल भन्नु साथी 20/2041 वैशाख 1 गतेदेखि हो कि 2020/2042 वैशाख 1 गतेदेखि हो कि 2020/2045 असोज 1 गतेदेखि हो कि 2020/2041 असोज 1 देखि हो? ल भन्नु त साथीहरू। ल भन्नु त साथीहरू। ल कमेन्ट गर्नु साथीहरू है। ल अब योको सही उत्तर हो साथीहरू 20/2042 वैशाख 1 गतेबाट नेपालको प्रमाणिक समय के भएको हो त लागू भएको हो है साथीहरू। यो ल 20/2042 वैशाख 1 गतेदेखि नेपालको प्रमाणिक समय के भएको त लागू भएको। ल अर्को प्रश्न छ साथीहरू। ल तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ है त साथीहरू? ल तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ? ल साथीहरू ल 15% हो कि 17% हो कि है 50% हो कि 65% हो साथीहरू? ल भन्नु त साथीहरू कुन हो? ल कमेन्ट गर्नु। यसको सही उत्तर हो साथीहरू है। ल यो चाहिँ 15% है साथीहरू। तराई प्रदेशले चाहिँ नेपालको 15% भूभाग ओगटेको छ। ल मजाले कापी कलम लिएर ट्याक्क लाएर बस्ने पढ्ने है। लोकसेवा पास हुनुपर्छ जसरी भए पनि। ल अर्को छ भाबर प्रदेश कहाँ पर्छ? तराईको दक्षिणमा पर्छ कि है सूर्य पर्वतको दक्षिणमा पर्छ कि ल महाभारतको पर्वतको उत्तरमा पर्छ कि साथीहरू महाभारत पर्वत र हिमालय पर्वतको बिचमा पर्छ? ल साथीहरू सही उत्तर कहाँ हो साथीहरू भन्नु त साथीहरू। ल कमेन्ट गर्नु है। ल
ल गर्नु साथीहरू ल भनिदिन्छु है ल यो चाहिँ साथीहरू यो चाहिँ यसको चाहिँ सही उत्तर हुन्छ साथीहरू चुरे पर्वतको दक्षिणतिर के पर्छ त भाबर प्रदेश पर्छ है चुरे पर्वतको दक्षिणतर्फ पर्छ है साथीहरू है ल अर्को प्रश्नमा जाउँ है त साथीहरू ल नेपालको 28 को प्रश्न साथीहरू नेपालको सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो नेपालमा सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो साथीहरू ल फलाम हो कि कोइला हो कि चुनढुङ्गा हो कि ग्यास हो कि कुन हो साथीहरू ल सही उत्तर के हुन्छ साथीहरू कमेन्ट गर्नु त साथीहरू ल भन्नु त साथीहरू कमेन्ट गर्नु ल म भनिदिन्छु साथीहरू अब यसको सही उत्तर हो साथीहरू यो फलाम पनि होइन कोइला पनि होइन साथी हो चुनढुङ्गा चाहिँ के हो साथीहरू नेपालमा चाहिँ सबैभन्दा धेरै उत्खनन भएको खनिज हो है त साथीहरू ल प्रश्न नम्बर 30 मा जाउँ साथीहरू अब है 29 मा रहेछ साथीहरू सरी हाल नेपालमा प्रति हेक्टर रुख सङ्ख्या कति छ है साथीहरू ल हाल नेपालमा प्रति हेक्टर रुख सङ्ख्या कति छ ल 204 छ कि साथीहरू 408 छ कि साथीहरू है 304 छ कि 508 छ प्रति हेक्टर कति रुखहरू छन् भनेको है साथीहरू यो चाहिँ ल कमेन्ट गर्नु साथीहरू कति छ ल यसको सही उत्तर हो साथीहरू ल म भनिदिएँ साथीहरू यसको चाहिँ प्रति हेक्टर साथीहरू 408 रुखहरू प्रति हेक्टर 408 रुखहरू के छन् त नेपालमा रहेका छन् साथीहरू है ल प्रश्न नम्बर 30 मा जाउँ साथीहरू ल प्रश्न नम्बर 30 मा जाउँ ल चीनले मात्र छोएको नेपालको प्रदेश कुन हो है साथीहरू यो चाहिँ मध्य प्रदेश 2080 अस्ति भर्खर मध्य प्रदेश 2080 को चाहिँ पहिलो चौथोमा चाहिँ सोधिएको थियो साथीहरू है पहिलो पत्रको चौथोमा मध्य प्रदेशमा सोधिएको प्रश्न हो ल चीनले मात्र छोएको नेपालको प्रदेश कुन हो भन्ने भयो ल कर्णाली प्रदेश हो कि गण्डकी प्रदेश हो कि बागमती प्रदेश हो कि साथी यो चाहिँ कोशी प्रदेश हो है साथीहरू ल सही उत्तर के हुन्छ कमेन्ट गर्नु साथीहरू ल यो सही उत्तर हो साथीहरू कर्णाली प्रदेश है साथीहरू ल कर्णाली प्रदेश के हो त चीनले मात्र छोएको प्रदेश हो ल साथीहरू आज चाहिँ हामीले प्रथम पत्रमा नेपालको भूगोल सम्बन्धी 30 वटा प्रश्नहरू गरेका छौं साथीहरू अब बाँकी प्रश्न हामी भोलि अर्को सेटमा गर्नेछौँ है साथीहरू ल भोलि चाहिँ अर्को सेटमा हामी चाहिँ विश्वको भूगोल सम्बन्धी केही प्रश्नहरू ल्याएर आउनेछु म त्यसबारे चर्चा गर्नेछौँ छलफल गर्नेछौँ साथीहरू ल मजाले पढ्नुस् मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु साथीहरू लाइक कमेन्ट मजाले गर्नु के सुधार गर्नुपर्छ अलिकति आज चाहिँ प्राविधिक यो मिस्टेक भएर चाहिँ अलिकति टाइपिङ मिस्टेक छ साथीहरू अलिअलि यतिको हुने नै भयो है मजाले पढ्नुस् समय खेर फाल्दैन फाल्नुस् है साथीहरू समय चाहिँ खेर एकदमै फाल्दैन फाल्नुस् मजाले पढ्नुस् है नपढेसम्म हुँदैन लोक्स्यो त्यति अप्ठ्यारो पनि छैन एकदम फलामको जिउरा चबास्तो पनि हैन मजाले कन्सन्ट्रेट भएर चाहिँ एकदम पढ्नुस् है फोकस गर्नुस् त्यहाँ मात्र आफ्नो बुवा आमा सम्झेर एकदम घरको दुःख सम्झेर पढ्नुस् ल सबैजना हुनुहुन्छ ल बेस्ट अफ लक सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला साथीहरू है त ल सब्स्क्राइब बेल लाइक प्रेस गर्नु होला बेल लाइक आइकनलाई चाहिँ प्रेस गर्नु होला साथीहरू हस्त धन्यवाद नमस्ते।